मेरो आवाज सुनिरहनु भएको छ होला? सबैजनालाई जय मसीह भन्न चाहन्छु यो बिहानी पख। आजको हाम्रो जुन क्लास छ यो सधैँको भन्दा अलिकति पृथक हुन्छ फेरि आज है। मैले किन यो सबै कुराहरू गरिरहेको छु भन्दाखेरि जुन ठाउँमा हामी आइपुगिरहेको छौँ मार्कुस 16 अध्यायको 9 पददेखि लिएर 20 पदसम्म जुन खण्डलाई हामी हेर्न गइरहेको छौँ यसलाई अलिक बुझ्ने तरिकाले सरल बनाएन भने, यसलाई अलिक फाउन्डेसन राम्रो गरेन भने सायद बुझ्नु कठिन पो हुन्छ कि यसले हामीहरूलाई केही बुझ्नको निम्ति गाह्रो पो बनाउँछ कि भनेर मैले फेरि तपाईँहरूको बिचमा थोरै ऐतिहासिक कुराहरू, टेक्स्टको कुराहरू गर्न गइरहेको छु। सायद ती कुराहरूले हामीहरूलाई निश्चय नै थाहा हुँदै जानेछ टेक्स्टको इतिहास, द हिस्ट्री अफ द स्क्रिप्चर एन्ड अल्सो द साइन्स अफ द स्क्रिप्चर। यो दुईटै कुरालाई हामी हेर्दै अगाडि बढ्नेछौँ। र सबैभन्दा पहिलो कुरा आज एकजना व्यक्तिको विषयमा विशेष गरेर हेर्नेछौँ। आज मैले तपाईँहरूको बिचमा इरास्मसको विषयमा कुरा गर्न गइरहेको छु। म इरास्मसदेखि केजीबीसम्मको थोरै इतिहासलाई तपाईँहरूको बिचमा आज बताउने छु ताकि के भएको थियो, कस्तो कस्तो परिस्थिति परिणामहरू त्यो ट्रान्सलेसनमा आएका थिए, के कारणले गर्दा त्यो कुराहरू आयो भन्ने कुराहरूलाई म जोड्दै तपाईँहरूको बिचमा कुरा गर्नेछु है त। सबैभन्दा पहिलो कुरा आज हामीले हेर्न गइरहेको चाहिँ यसको पाठको इतिहास, टेक्स्चुअल क्रिटिसिजम, स्क्रिप्चरको ट्रान्समिसन अनि कसरी हाम्रो हातसम्म चाहिँ अहिलेको ट्रान्सलेसन आइपुग्यो भन्ने कुरालाई ध्यानमा राख्दै यी कुराहरू म तपाईँहरूको बिचमा आज स्थापित गर्न चाहन्छु। सबैभन्दा पहिलो कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भने इरास्मस, डेसिडेरियस इरास्मस भनेर भन्छ। इरास्मसले सम्पूर्ण बाइबल कुनै नयाँ भाषामा अनुवाद गरेको थिएन। साधारण यसलाई चाहिँ कसरी बुझ्नु पर्यो भन्दाखेरि उसले भइरहेको पाण्डुलिपि म्यानुस्क्रिप्टबाट ट्रान्सलेट गर्ने काम गरेको थियो अथवा चाहिँ त्यसलाई बनाउने काम गरेको थियो। इरास्मसको ऐतिहासिक रूपमा सबैभन्दा निर्णायक काम, महत्त्वपूर्ण काम चाहिँ उसले के गरिरहेको थियो भन्दा 1516 प्रकाशित गरेको एउटा बाइबल छ। यो चाहिँ ग्रिक न्यू टेस्टामेन्टको पहिलो प्रिन्टेड र पब्लिस एडिसन हो उसको 1516। यस प्रकाशनले मार्टिन लुथर, विलियम टेन्डियल अनि स्टेफनस बेजा भने र अन्तिममा त्यही टेक्स्टलाई पछ्याउँदै केजीबी किङ जेम्स भर्जन टेक्स्चुअल एउटा हिस्ट्री चाहिँ राम्रो बनिनु पुग्यो। त्यति बेला त्यो एउटा प्रभाव पर्यो अनि त्यही कुराहरूलाई पछ्याउँदै मार्टिन लुथरले पनि इरास्मसले गरेको कामलाई पछ्याउँदै, उहाँ जस्तो पछाडि विलियम टेन्डियल भन्ने मान्छे छ, स्टेफनस, अर्को बेजा हुँदै तपाईँको इतिहासमा चाहिँ केजीबीले पनि यही टेक्स्टलाई प्रयोग गरेर चाहिँ किङ जेम्स भर्जन हाम्रो हातमा आएको हामी थाहा पाउँछौँ। किन मैले यी कुराहरू जोडिरहेको छु भन्दाखेरि शास्त्रले हामीहरूलाई के कुरा बताउँछ भन्दाखेरि सम्पूर्ण शास्त्रको मूल प्रेरित चाहिँ कहाँबाट भयो? पवित्र आत्माले प्रेरणा गरेर एउटा ईश्वरीय उद्देश्य यो धरतीका मानिसहरूमाथि राखेर परमेश्वरले बाइबललाई हाम्रो हातमा भनौँ न अहिले हामीले पढिरहेको ठाउँमा हामी आइपुग्यौँ। हामीले दोस्रो तिमोथी 3 अध्यायको 16 पदमा त्यहाँ के लेखेको छ भने सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ भन्ने कुरा त्यहाँनिर लेखेको छ। हामीले यो पहिला पनि हेरेको छौँ। र मत्ती 5 अध्यायको 18 पदमा के लेखेको छ भने किनभने साँच्चै म तिमीहरूलाई भन्दछु जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्र सानोभन्दा सानो कुरा पनि त्यहाँबाट टलेर जाँदैन, बिन्दु पनि त्यहाँबाट टल्ने छैन भनेको नि। व्यवस्थाबाट एउटा बिन्दु पनि टल्ने छैन भन्ने कुरा हामीले मत्ती 5 अध्यायको 18 पदमा हामी त्यो कुरा पाउँछौँ। र दोस्रो पत्रुस 1 अध्यायको 20 पद र 21 पदमा त्यहाँ के छ भने सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ कि धर्मशास्त्रको कुनै अगमबाडी
व्यक्तिगत व्याख्याको विषय होइन, किनकि मानिसको इच्छाबाट अगमबढी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्। जब यी सबै कुराहरू हामी पढ्छौँ, जब परमेश्वरको उद्देश्य र परमेश्वरले गर्नुभएको यी सबै कार्यहरू र परमेश्वरले हाम्रो बीचमा दिनुभएको यी भर्सहरू भनौँ न, यो परमेश्वरको उहाँको वचन जब हामी हेर्छौँ, यो मान्छेको विवेक, मान्छेको ज्ञान, मान्छेको बुद्धिबाट नआएर यो चाहिँ परमेश्वरले उहाँको सही समयमा यो धरतीका मानिसहरूलाई प्रयोग गरेर पवित्र आत्माद्वारा प्रेरित भएर प्रेरणा पाएर अनि परमेश्वरले यो कुराहरू लेख भनेर लेख्न लाउनु भयो। अनि हो त्यो कारणले गर्दाखेरि आज तपाईँ हाम्रो बीचमा परमेश्वरको प्रेम, परमेश्वरको अनुग्रह तपाईँ हामीमाथि भएको कारणले गर्दा जो उद्धारको निम्ति नियुक्त गरिएको छ, जो अनन्त जीवनको निम्ति नियुक्त गरिएको छ, उहाँको सभरेन नलेजमा, उहाँको सार्वभौम ज्ञानद्वारा पहिले नै उनीहरूलाई सहज र परमेश्वरको वचनबाट कसरी हुर्किँदै र बढ्दै जानुपर्छ त्यो कुरा बुझ्नुको निम्ति, त्यो कुरा सिक्नुको निम्ति, स्पिरिचुअल प्र्याक्टिकल लाइफमा अगाडि बढ्नुको लागि, आत्मिक व्यावहारिक जीवनबाट हामी अगाडि हुर्किँदै जानको निम्ति यी कुराहरू हाम्रो निम्ति करेक्सनको निम्ति हामीहरूलाई दियो। हामीले ती कुराहरू पढ्यौँ। यसैले समस्या मूल शास्त्रमा होइन, समस्या चाहिँ कहाँनिर आयो भन्दा कपिस, जब पनि अब यो कुरा त पहिला सुरुमा प्रिन्टिङ प्रेस थिएन। मैले तपाईँहरूलाई प्रिन्टिङ प्रेस कहिले आयो भनेर भन्दाखेरि प्रिन्टिङ प्रेस चाहिँ 1455-56 आयो। त्यति बेला हामीले अस्ति नै प्रिन्टिङ प्रेसको कुराहरूलाई हेरेको छौँ र चाइनाले चाहिँ 1010-9 जस्तो लाग्छ त्यति बेला नै हामीसँग चाहिँ प्रिन्टिङ प्रेस थियो भन्ने दाबी गर्छ। तर चाइना त्यति बेला वेस्टर्न सभ्यताबाट बाहिर थियो, पश्चिमी सभ्यताबाट बाहिर भएकोले गर्दा उनीहरूको त्यो पहुँच पुगेन भन्छ। तर हामी जान्दैनौँ। तर इतिहासले के भन्छ भने इतिहासले चाहिँ 1455-56 प्रिन्टिङ प्रेस आएको कुराहरू गर्छ। त्योभन्दा अगाडि चाहिँ जति पनि शास्त्रहरू थिए त्यसलाई के गरिन्थ्यो भन्दा सार्ने काम गरिन्थ्यो। अनि हो त्यो सार्ने काम भएको कारणले गर्दाखेरि यसको के भयो भन्दाखेरि समस्या त्यहाँबाट सुरु भयो। परमेश्वरले दिनुभएको जुन अटोग्राफ छ, परमेश्वरले जुन प्रेरितहरूलाई सुरुमा लेख्नु लाउनु भएको कुरामा समस्या छैन। त्यसलाई अटोग्राफ भन्छ, सेल्फ राइटिङ भन्नु खोजेको। अटोग्राफ भनेको आफैले लेखेको भन्नु खोजेको। अटोग्राफमा समस्या छैन। पछाडि त्यसको प्रतिलिपिहरू बनाउन सुरु गरियो। जब पनि प्रतिलिपिहरू, त्यसको कपिसहरू बनाउन सुरु गरे, त्यहाँदेखि समस्या सुरु भयो। अब यसको एउटा कुरा चाहिँ त्यसको प्रतिलिपि बनाउने काममा, त्यसको कपिस गर्ने काममा, अर्को ट्रान्समिसनमा हो, त्यसको ट्रान्समिसनमा त्यो समस्या आयो। अर्को एडिटोरियल डिसिसनमा, उनीहरूले जब त्यसलाई एडिट गर्ने काम गर्थ्यो, उनीहरूले एडिट गर्ने काम गर्दाखेरि उनीहरूले जुन निर्णयहरू लिन्थे त्यहाँ पनि समस्या भएको हामी देख्छौँ। र प्रिन्टेड एडिसनको इतिहासमा चाहिँ यी सबै कुराहरू भएर हाम्रो हातसम्म आइपुग्दाखेरि कतिवटा शब्दहरूमा भनौँ, कतिवटा कुराहरू चाहिँ केही हदसम्म थपिएको, केही हदसम्म त्यहाँबाट सत्यता लुटेको हामी पाउँछौँ। म तपाईँहरूलाई एउटा उदाहरण दिन्छु ल। एउटा उदाहरण चाहिँ मै बाइबलबाट दिइहाल्छु, त पक्नुहोस् है, त मलाई निकाल्नु दिनुहोस्। सुसमाचार योहनाको 8 अध्यायको 58 हुनुपर्छ है जस्तो लागेको छ। यहाँ के लेखेको छ भने नि, यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनभन्दा अघिबाटै म छँदैछु भनेर भने। यहाँ अब यो टेक्स्ट इङ्ग्लिसमा कस्तो छ, यसको ओरिजिनलमा के थियो त भन्दाखेरि सुन्नुहोस् है। जीसस सेड टु देम, ट्रुली ट्रुली आई से टु यु, बिफोर अब्राहम वाज बोर्न आई एम भनेर भने यहाँनिर। अब यहाँनिर के भनिरहेको छ भने नेपालीले अब्राहम हुनुभन्दा अघिबाट नै म छँदैछु, इङ्ग्लिसले भन्दैछ अब्राहम हुनुभन्दा अगाडि म हुँ भन्दैछ। त्यहाँनिर हेर्नु है डिफ्रेन्सेस। अब्राहम हुनुभन्दा अगाडि म हुँ भन्ने त ग्रामेटिकली के भयो, रङ भयो। यो त गल्ती भयो। ब्याकग्राउन्डमा यसलाई हेर्ने भने यो गल्ती भयो। तर नेपालीले चाहिँ यसलाई के गर्यो भन्दा सीमित ज्ञान भएको कारणले गर्दाखेरि ट्रान्सलेसनमा केही गल्ती भएछ भन्ने सोचेर उसले ग्रामेटिकल यहाँनिर फिक्स गर्नु खोज्यो। उसले के भन्यो भने अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु। यो चाहिँ हुनुपर्छ। खासमा त ग्रामेटिकली हेर्ने भने त सत्य त यो हो। तर अङ्ग्रेजीले भन्दैछ अब्राहम हुनुभन्दा अघिबाटै म हुँ
भन्दैछ। अब त्यहाँदेखि मुनिको खण्डमा के छ भने 59 तब तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे र येशू लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो। अब यहाँ तपाईँले के कुरालाई थाहा पाउनुपर्छ भने कहिलेकाहीँ मान्छेको सीमित विवेक र मान्छेको ज्ञानलाई प्रयोग गर्न खोज्दा परमेश्वरको वचनको सत्यता लुटिन्दो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। अब यहाँ भन्नु खोजिरहेको कुरा चाहिँ के छ भन्दाखेरि यहाँ भन्नु खोजेको कुरा चाहिँ अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु नभनेर चाहिँ अब्राहम हुनुभन्दा अघिबाटै म हुँ भन्नु पर्थ्यो। अब किन म हुँ भन्नुपर्ने? अब त्यसको अलिकति इभिडेन्स हेरौँ ल। प्रस्थानको पुस्तक 3 अध्यायमा 14 पद जस्तो लागेको छ। तब परमेश्वरले मूसालाई भन्नुभयो, म हुँ जो म हुँ। फेरि उहाँले भन्नुभयो, इजरायलीहरूलाई तैँले यसो भन्नु, म हुँ भन्नेले तिमीहरू कहाँ मलाई पठाउनु भएको हो। हेर्नु है, यहाँ के भन्दैछ भने God said to Moses, I am who I am. And he said, those you shall say to the sons of Israel, I am has sent me to you. म हुँ भन्नेले मलाई पठाउनु भएको हो भन्नु भनेर भन्दैछ। अब म हुँ भनेको के रहेछ? म हुँ भनेको परमेश्वर रहेछ। त्यो त परमेश्वर भन्नु खोजेको छ। अब यहाँनिर यूहन्नामा के हुँदैछ भन्दाखेरि यूहन्ना 8 अध्यायको 58 चाहिँ येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु भन्यो भने त्यो सत्यता लुट्यो। यहाँ अब्राहम हुनुभन्दा अघिबाटै म हुँ भन्दा चाहिँ तिनीहरूलाई के भयो भन्दाखेरि तिनीहरूकोमा एकदमै यसले चाहिँ ईश्वर निन्दा गर्यो, ब्लास्फेमी गर्यो। यो त ब्लास्फेमी हो, किनभने यसले म हुँ भनेर उसले परमेश्वरको क्लेम गर्दैछ, परमेश्वर हुँ भनेर उसले त्यहाँनिर दाबी गर्दैछ। यस कारणले गर्दाखेरि तिनीहरूले उहाँलाई हान्न भने ढुङ्गा टिपे। योभन्दा अगाडि उनीहरूले ढुङ्गा टिपेको थिएन। जब म हुँ भन्नुभयो तब ढुङ्गा टिपे। अब नेपालीले के गर्यो? ग्रामर मिलेन भनेर यसलाई म छँदैछु भन्ने बनाइदियो। तर अङ्ग्रेजीमा के छ? म हुँ, आई से टु यु बिफोर अब्राहम वाज बोर्न आई एम भनेर भनिदियो। अब्राहम हुनुभन्दा अगाडि त म हुँ भनेर भन्नुभयो। म थिएँ भनेर भन्नु भएन, म हुँ भनेर भन्नुभयो। यस कारणले गर्दा जब पनि बाइबलमा जब पनि मान्छेले आफ्नो विवेकलाई प्रयोग गर्न खोजेको छ त्यहाँ केही त्रुटिहरू हुनु सुरु गरेको छ। हामीहरूले यहाँनिर यसको कपिज गर्ने काममा, ट्रान्समिसनमा, एउटा एडिट गर्नेको डिसिसनमा र प्रिन्टिङ प्रेसलाई अगाडि बढाउने काममा यसको इतिहासमा चाहिँ यी कुराहरू हुँदै आएको देखिन्छ। अब प्रश्न उठ्छ, एरसमसको वास्तविक लक्ष्य के थियो? एरसमसको चाहिँ मुख्य उद्देश्य लेटिन भल्गेटलाई अन्धधुन्ध रूपमा हटाउनु थिएन, बरु उनको उद्देश्य ग्रीक पाठको आधारमा भल्गेटलाई जाँच्नु, त्यसमा भएका त्रुटि र पाठगत बिग्राइहरूलाई, जुन त्यहाँनिर भएको करप्सन भनौँ न, त्यहाँनिर भएको त्रुटिहरू छ त्यो कुरालाई सच्याउनु, अनि प्रेरितहरू जुन एपोस्टलहरू र सुसमाचार लेखकहरू इभान्जलिस्टको आशालाई अझ स्पष्ट लेटिन भाषामा प्रस्तुत गर्नु थियो। उनले आफ्नो लेटिन ट्रान्सलेसनलाई सामान्य मण्डली प्रयोगका लागि बनाएको बाइबल चाहिँ सोचेका थिएनन्। उनले त्यसलाई कस्तो रूपमा सोचिरहेको थियो भने उनले त्यसलाई चाहिँ मुख्यतः एउटा थियोलोजियनहरू, विद्वानहरूका लागि अध्ययनको एउटा साधन, स्टडी बाइबल भनेर भन्छौँ हामी अहिले, स्टडी बाइबलको रूपमा बनाउने उसको इच्छा थियो र त्यो उद्देश्य उसको थियो। यही कारणले एरसमसको काम ऐतिहासिक रूपमा अत्यन्तै महान बन्यो। त्यो कुरा देख्छौँ हामी इतिहासमा। तर ट्याक्सुअल स्तरमा हेर्दा त्यसको सीमाहरू पनि त्यहाँनिर छन्। उनको कार्यले जुन सुधारकालीन बाइबल अध्ययन र अनुवादलाई ठुलो दिशा दियो, तर उनले प्रयोग गरेको म्यानुस्क्रिप्ट लिमिटेसन एकदमै सीमित थियो। उसले जति पनि त्यो ट्रान्सलेसन गर्ने बेलामा चलाएको उसकोमा भएको पाण्डुलिपिहरू भनौँ न, त्यो चाहिँ एकदमै लिमिटेसन थियो। अनि लेट सेन्चुरीको नि त्यो पछिल्ला समयको भएकोले त्यहाँनिर कति त्रुटिहरू भएको हामी पाउँछौँ। एउटा लेट सेन्चुरीको पाण्डुलिपिहरू प्रयोग गरेको थियो। उसले जब पनि ट्रान्सलेसनको काम सुरु गर्दै थियो एकदमै थोरै मात्रै थियो। अहिलेको क्रिटिकल ट्रान्सलेटरहरू जुनले काम गरेको छ यसको, तिनीहरूसँग जति पनि पर्याप्त रूपमा पाण्डुलिपिहरू थियो अथवा चाहिँ म्यानुस्क्रिप्टहरू थियो त्यति उसँग थिएन। त्यति धेरै उसँग नभएको कारणले गर्दाखेरि यसमा त्रुटिहरू आयो।
त्यसकारणले गर्दा हामीले के कुरा मान्नुपर्छ भने जति पनि कुराहरू ट्रान्सलेसन गरियो इरसमसबाट ट्रान्सलेसन गरिएको कुरा चाहिँ ओरिजिनल अटोग्राफ नै हो भनेर मान्नु हुँदैन। तर शास्त्रमा जे कुराहरू उसले ग्यादर गरेको थियो, उसले जुन तरिकाले काम गर्यो, इतिहासमा सबैभन्दा महत्त्वपूर्ण काम गर्यो। यो कामलाई हामीले हाम्रो तर्फबाट एकदमै आदर गर्नुपर्छ, सल्युट भन्छ नि, सल्युट नै गर्नुपर्छ। अब हामी मूल प्रश्नतिर जाउँ न। इरसमसले कुन मुख्य सोर्स प्रयोग गरे? त्यसो भने इरसमसले कुनै न कुनै सोर्स त प्रयोग गरेकै होला त। त्यसो भनेदेखिलाई इरसमसले चाहिँ कुन सोर्सलाई प्रयोग गर्यो? कुन कुन पाण्डुलिपिहरू, कुन कुन म्यानुस्क्रिप्टहरू चाहिँ उसँग थियो, उसँग भएका टेक्स्टहरू कुन कुन थियो भन्ने सन्दर्भलाई हेरौँ। हामी जब इरसमसले कुन सोर्स प्रयोग गरे भनेर प्रश्न उठाउँछौँ, यसको उत्तर हामीले कसरी बुझ्न सक्छौँ भने हामी बजेलमा नपुगिकन हामी सक्दैनौँ। स्विजरल्यान्डमा उसले ती कुराहरू काम गरेको छ। इरसमससँग बजेलमा एउटा पूर्ण ग्रिक न्यू टेस्टामेन्ट स्क्रिप्चर जब उसले काम सुरु गर्यो, त्यसको न्यू टेस्टामेन्टको सबै होल एउटा स्क्रिप्चर उसँग थिएन। त्यहाँनिर उनले त्यहाँ उपलब्ध भएका केही लेट मेडिभल एउटा साना अक्षरको एउटा जुन पाण्डुलिपिहरू थियो त्यसलाई ग्यादर गरेको थियो, त्यसलाई प्रयोग गरेको थियो। मैले तपाईँहरूको बिचमा चाहिँ अनसेल कोडिसेस र मेनेस्कल कोडिसेसको विषयमा कुरा गरेको थियो, एउटा राइटिङ्सको विषयमा कुरा गरेको थियो। अनसेल भनेको चाहिँ पहिला सुरुमा कस्तो थियो भन्दाखेरि एउटा अक्षरबाट अर्को अक्षर सबै चाहिँ ठुलो अक्षरमा, यसलाई हामी अहिले क्याप्स लेटर भनेर भन्छौँ, क्यापिटल लेटरमा थियो, ठुलो अक्षरमा थियो। पछिबाट कर्सेप राइटिङ सुरु भयो अनि त्यहाँदेखि सानो अक्षरमा त्यसलाई लेख्न सुरु गर्यो। अनि त्यो सानो अक्षरमा लेखिएको कुराहरू मात्रै उसँग चाहिँ थियो। त्यो कहिलेको भन्दाखेरि मध्ययुगको ग्रिक मिनिस्कल थियो। उसले चाहिँ त्यही म्यानुस्क्रिप्ट, ग्रिक मिनिस्कल, यो पाण्डुलिपिहरू जति पनि यो म्यानुस्क्रिप्टहरू छ, यो चाहिँ कहिलेको थियो भन्दाखेरि 4औं वा 5औं शताब्दीका प्राचीन अनसेल कोडिसेसहरू नभएर त्यो चाहिँ कहिलेको थिए भन्दा त्यो चाहिँ प्राय 11th to 15th सेन्चुरीका ग्रिक म्यानुस्क्रिप्टहरू थिए। इरसमसका मुख्य म्यानुस्क्रिप्ट त्यो चाहिँ कोडेक्स 1EAP, 1R, 2E, 2AP, 4AP, 7P र 817E। यो कतिवटा छ भने नि 7वटा छ, लगभग 8वटा हुनुपर्ने जस्तो लाग्छ, मैले 7वटा मात्रै टिपेछु। अब यो कहिलेको थियो भन्दाखेरि यो चाहिँ 11th to 15th सेन्चुरी आसपासका थिए, उसको समयको थिए। यीमध्ये एउटा रेभुलेसनको पाण्डुलिपि थियो, तर त्यो पूर्ण रूपमा सबै त्यो भित्र थिएन त्यहाँनिर पनि। यसकारणले गर्दाखेरि त्यसको केही गल्तीलाई हामी पछाडि हेर्छौँ। त्यो रेभुलेसनका अन्तिम 6वटा पदहरू छ 22 अध्यायमा, त्यो चाहिँ त्यहाँनिर थिएन। इरसमसको मेन सोर्स मेडिभल डेटका भनौँ न, एउटा मध्ययुगको ग्रिक म्यानुस्क्रिप्टको सानो अक्षरमा भएको म्यानुस्क्रिप्टहरू थिए। यही बिन्दुमा टेक्सुअल डिफरेन्सेसको मूल कारण हाम्रो बिचमा देखा पर्न सुरु गर्यो। भिन्नता किन आयो? पहिलो कारण, अब उसले प्रयोग त गर्यो, त्यति बेला उसले प्रयोग गरेका म्यानुस्क्रिप्टहरू नै हुन्, तर भिन्नता किन आयो त? पहिलो कारण, सबैभन्दा पहिलो कारण चाहिँ लिमिटेड म्यानुस्क्रिप्ट। उसले जहाँनिर काम गरिरहेका थिए, उसले जसरी काम गरिरहेका थिए, उसले जति कुराहरूलाई चाहिँ ग्यादर गर्नु पर्थ्यो त्यो ग्यादर नगरेर उसकोमा एकदमै सीमित पाण्डुलिपिहरू थिए, भनौँ न सीमित म्यानुस्क्रिप्टहरू थिए। आजको टेक्सुअल क्रिटिक्ससँग हजारौं ग्रिक म्यानुस्क्रिप्टहरू, एउटा अर्ली भर्जन, एउटा लेक्सनरिज, प्रारम्भिक चर्चको अर्ली चर्च फादरहरू भनौँ, तिनीहरूको चाहिँ साइटेसनहरू उपलब्ध छन्, उनीहरूको कोटेसनहरू उपलब्ध छन्। तर इरसमससँग त्यति धेरै सामग्रीहरू थिएन। उनले आफूसँग जे उपलब्ध थियो त्यही प्रयोग गर्यो। उसले त्योभन्दा बढी खोज्नु पनि चाहेन। टेक्सुअल स्तरमा ऊ सीमित भएको कारणले गर्दा, पर्याप्त रूपमा उसँग नभएकोले गर्दा त्यो कुरा उसमा प्रब्लम आयो। उसले ग्यादर गर्न चाहेन। त्यो गर्दाखेरि चाहिँ एउटा हतारमा गरेको काम पनि देखिन्छ, किनभने उसले जुन तरिकाले काम गर्दै थियो त्यो काम गराइमा पनि हतार भएको देख्छौँ। फर्स्ट एडिसनमा धेरै एडिटिङ एरर्स र टाइपोग्राफिकल मिस्टेकहरू भएको कुरा उसले आफ्नो
लेखमा त्यो कुराहरू गर्छन्। तर यहाँ एउटा कुरा ध्यान दिनुपर्छ, इरास्मसको एडिसनमा हतारमा तयार गरिएको थियो भन्ने कुरा त बलियो प्रमाण छ नै थियो, किनभने हामीले 1516बाट लगातार 4टा एडिसन भएको देखिहाल्छौँ। त्यसैले त्यो एउटा हतारमा भएको कुरा जब पनि इरास्मसले आफ्नो एडिसन आफ्नो कामलाई पुरा गर्दै थियो, मुख्य कारण नै उसको चाहिँ हतार, अत्याधिक हतार गरेर ल्याउनु पर्ने भन्ने कुरा नै त्यो स्पष्ट भएको हामी देख्छौँ। अर्को कारण ल्याटिन प्रभाव भएको हामी त्यहाँ पाउँछौँ। किन त्यस्तो भयो? इरास्मस बाल्यकालदेखि नै ल्याटिन भल्गरसँग परिचित थिए। उनले ग्रिक पाठलाई निर्णायक आधार बनाउन खोजेको हामी देख्छौँ, तर व्यवहारमा कतिपय स्थानमा ल्याटिन शब्दहरू ग्रिक टेक्स्टभित्र प्रवेश गरेको हामी पाउँछौँ। यसलाई सरल रूपमा भन्नु पर्दाखेरि इरास्मस ग्रिक टेक्स्ट तयार गर्दै गरेको समयमा ल्याटिन भल्गेटको प्रभावमा अझै ऊ बलियो भएको, किनभने त्यसमा ऊ सक्षम भएको र ऊ सानैबाट त्यो कुरामा परिचित भएको र त्यसैले कतिपय ठाउँमा चाहिँ ग्रिक टेक्स्टभित्र चाहिँ ल्याटिन परम्परालाई त्योभित्र प्रवेश गरेको र एउटा ल्याटिन परम्पराले पनि त्यसलाई चाहिँ प्रभाव पार्यो। त्यस्तो खालको अवस्थामा हामी भएको थाहा पाउँछौँ इरास्मसको काममा। चौथो कारण अपूर्ण म्यानुस्क्रिप्टको एउटा इभिडेन्स, म्यानुस्क्रिप्टहरू पूर्ण रूपमा नभएको प्रमाण हामी पाउँछौँ, इभिडेन्स हामी पाउँछौँ। विशेष गरी रेभुलेसनको पुस्तक इरास्मससँग केवल एउटा मात्र ग्रिक म्यानुस्क्रिप्ट थियो, त्यो पनि पूर्ण थिएन। अघि हामीले थोरै त्यसको चर्चा गरेका छौँ। त्यस म्यानुस्क्रिप्टमा रेभुलेसनको 22 अध्यायको 16 देखि 21 का अन्तिम पाताहरू थियो भने अन्तिम भर्सहरू त्यहाँनिर हराएका थिए, त्यो कुरा त्यहाँ थिएन। त्यस अभावलाई पूरा गर्न इरास्मसले के काम गरेको हामी इतिहासमा देख्छौँ भने ल्याटिन भल्गेटबाट ग्रिकमा रिभर्स ट्रान्सलेसन गरे भनौँ न। अब जस्तो ओरिजिनल टेक्स्ट चाहिँ के थियो भन्दाखेरि ग्रिक थियो, ल्याटिनलाई कहाँबाट ल्याइयो भन्दा ग्रिकबाट ट्रान्सलेट गरिएको थियो, ट्रान्सलेट चाहिँ ग्रिकबाट गरेको थियो। तर प्रकाशको पुस्तक 22 अध्यायको अन्तिमको भर्स 16, 17, 18, 19, 20, 21 त्यो 6वटा भर्सहरू त्यहाँनिर थिएन। त्यो नभएकोले गर्दाखेरि त्यसलाई रिकभर गर्नुको लागि उसले के प्रयोग गरे भन्दा ल्याटिन म्यानुस्क्रिप्ट प्रयोग गरे। यसकारणले गर्दा उसले गरेको काम चाहिँ ग्रिक पाण्डुलिपिबाट चाहिँ नलिएको भएर त्यो चाहिँ ल्याटिनलाई फेरि एउटा ग्रिकमा फर्काएर लिएको भन्ने कुरा हामी बुझ्छौँ। यहाँ के लेखेको छ भने तपाईँको ट्रान्सलेसनमा पनि हेर्नुहोस् ल, त्यहाँनिर एउटा कुरा चाहिँ परिवर्तन छ। एउटै मात्रै भर्सलाई हेर्नु न, त्यो सबैलाई हेर्नु पर्दैन कि। कहाँ छ भने नि 19 पदमा यहाँ के लेखेको छ भने अनि कसैले यस अगमबाडीको पुस्तकका वचनबाट केही घटायो भने यस पुस्तकमा लेखिएको जीवनको वृक्ष र पवित्र सहरबाट त्यसको पाउने हिस्सा परमेश्वरले त्यसबाट खोज्नुहुन्छ। यहाँ के भन्यो भने जीवनको वृक्ष भन्यो, द ट्री अफ लाइफ भन्यो है यहाँनिर। अब केजीबीले के भन्छ भने 19 पद हेरौँ ल। मैले केजीबी भर्जन पढ्दैछु है त, केजीबी भनेको किङ जेम्स भर्जन पढ्दैछु। एन्ड इफ एनी मेन सेल टेक अवे फ्रम द वर्ड्स अफ द बुक अफ दिस प्रोफेसी God shall take away his part out of the book of life। यहाँ हेर्नुहोस् है, यहाँ चाहिँ जीवनको पुस्तकको कुरा गर्दैछ भने उता चाहिँ जीवनको वृक्षको कुरा गर्दैछ। समस्या कहाँबाट आयो? समस्या यहीँबाट आयो नि। इरास्मसले काम गरेकोमा चाहिँ प्रकाश 22 अध्यायको 16 देखि उसो भर्सहरू त्यहाँनिर थिएन, 6वटा भर्सहरू थिएन। अनि उसले के गरे भन्दाखेरि ल्याटिन भल्गेटलाई चाहिँ वापस ल्यायो, ल्याटिन भल्गेटबाट उसले ल्याइदियो। अब म अर्को ट्रान्सलेसन अघि मैले पढ्दै गरेको सुनाउँछु ल, रोक्नु है त। अर्को ट्रान्सलेसनमा हेरेँ, यहाँ के लेखेको छ भने एन्ड इफ एनी वान टेक्स अवे फ्रम द वर्ड्स अफ द बुक अफ दिस प्रोफेसी God will take away his part from the tree of life and from the holy city। जीवनको वृक्ष र पवित्र सहरबाट उसलाई त्यहाँबाट खोसिनेछ, हटाइनेछ भन्ने भन्यो भने अर्कोले चाहिँ जीवनको पुस्तक भन्ने कुरालाई ल्याइदियो। अब समस्या चाहिँ कहाँबाट आयो भन्दाखेरि यहाँनिर समस्या आउनुको पछाडि चाहिँ के काम गर्यो भन्दा भल्गेटलाई वापस फेरि भल्गेटबाट काम गर्न जाए। उसले अरू टेक्स्टहरूमा अरू पाण्डुलिपिहरूमा के थियो भन्ने कुरालाई हेरेन। यसकारणले गर्दा उसँग प्रकाशको पुस्तकको टेक्स्ट चाहिँ एउटै मात्रै थियो, त्यो पनि अन्तिमका 6वटा पदहरू थिएन। त्यो भिन्नता यहाँनिर आयो। त्यहाँनिर हामीले यसको मेन एउटा उद्देश्य त्यहाँनिर भनौँ न,
पछि आएर चाहिँ पछि विद्वानहरूले ट्री अफ लाइफ जुन भन्ने एउटा रिडिङलाई समर्थन गरे। तर इरास्मसको काम जुन छ त्यहाँनिर बुक अफ लाइफ भन्ने वचन त्यो कुरा चाहिँ नभएको, ओरिजिनल म्यानुस्क्रिप्टमा नभएको र जीवनको वृक्ष भन्ने कुरा भएको कुरालाई गरे। अब यसको अर्थ के हो? यसको अर्थ यो हो, इरास्मसको प्रिन्टिङ टेक्स्ट शास्त्रीय इतिहासमा अत्यन्तै प्रभावशाली थियो, तर त्यसमा भएको केही रिडिङ मूल पाठकै थियो भन्ने चाहिँ होइन। त्यहाँनिर त्यस्तै तरिकाले चाहिँ भन्न चाहिँ मिल्दैन भनौँ न हामीहरूले। उसले जुन एउटा म्यानुस्क्रिप्ट जे प्रयोग गरिरहेको थिए सबै कुरा त्यहीँबाट आयो, मूल भनेको चाहिँ ग्रिकबाट नै आयो भन्ने होइन। उसले अरू सोर्सहरू चलायो। काम एउटा ऐतिहासिक रूपमा महान थियो, तर टेक्स्चुअल रूपमा गल्तीरहित भएको थियो भन्ने चाहिँ होइन। अर्को प्रसिद्ध उदाहरण पनि हेरिहालौँ न अब यति हेरेपछि। प्रेरित 9 अध्यायको एउटा घटनालाई हेरौँ न ल। त्यहाँनिर नेपालीमा पढिदिन्छु म सबैभन्दा पहिला 5 र 6 पद। प्रेरित 9 अध्यायको 5 र 6 पदमा के लेखेको छ भने, तिनले भने, प्रभु तपाईँ को हुनुहुन्छ? अनि उहाँले भन्नुभयो, म यीशु हुँ जसलाई तिमी सताउँछौ। अनि एकदम राम्रो ट्रान्सलेसन रहेछ। अनि 6 पद, तर उठेर सहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। हेर्नु है, 5 र 6 मा यति मात्रै छ। अब म फेरि अङ्ग्रेजीमा पढिदिन्छु। केजिबीमा चाहिँ के छ त भन्दाखेरि 5 पद, एन्ड ही सेड, हु आर द लोर्ड? तपाईँ को हुनुहुन्छ प्रभु? एन्ड द लोर्ड सेड, आई एम जिजस हुम दाउ पर्सिक्युट। इट इज हार्ड फर दी टु किक एगेन्स्ट द प्रिक्स। काँडामा लात हान्नुको लागि चाहिँ सजिलो छैन, कठोर काम, गाह्रो काम हो भन्ने कुरा यहाँ थपियो। त्यो ताकि अर्को यसमा छैन, पछिल्लो खण्ड थपे है यहाँ। 6 पदमा हेरौँ है त। एन्ड ही ट्राम्बलिङ एन्ड एस्टोनिस एन्ड सेड। अनि ऊ एकदमै थरथर कामदै अचम्म मानेर भन्यो अरे, Lord, what wilt thou have me to do? And the Lord said unto him, Arise and go into the city, and it shall be told thee what thou must do. यहाँनिर के भन्दैछ भने, म के गरौँ भनेर सोधेपछि प्रभुले उसलाई भन्यो अरे, उठ अनि सहरभित्र जाऊ अनि तिमीले के गर्नुपर्छ सो कुरा बताइनेछ। त्यो चाहिँ 6 पदमा के लेखेको छ भने, ऊ कामदै र चमेत भएर प्रभुलाई सोध्यो अरे, मैले के गर्नुपर्छ भनेर सोध्यो अरे नि। प्रभुले उत्तर दियो अरे, तिमी उठ अनि सहरभित्र जाऊ र तिमीले के गर्नुपर्छ सो बताइनेछ भनेर चाहिँ केजिबीले भन्दैछ। अब यहाँनिर अर्को ट्रान्सलेसनमा मेरो नेपालीमै चाहिँ के भन्दैछ भने 6 पदमा चाहिँ यति मात्रै भन्दैछ, तर उठेर सहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। त्यो सबै कुराहरू यहाँ छैन, यति मात्रै छ। अब अर्को ट्रान्सलेसनमा हेरौँ न। 5 पदमा भन्दैछ, एन्ड ही सेड, हु आर यु लोर्ड? तपाईँ को हुनुहुन्छ प्रभु? एन्ड ही सेड, आई एम जिजस हुम यु पर्सिक्युटिङ। म उही प्रभु जसलाई तिमीले सताइरहेको छौ। बट गेट अप एन्ड इन्टर द सिटी। तर उठ र सहरमा जाऊ, एन्ड इट विल बी टोल्ड यु वाट यु मस्ट डु। अनि तिमीलाई बताइनेछ तिमीले के गर्नुपर्छ। त्यहाँदेखि त वर्ष छैन है, तर केजिबीले के गर्यो, केजिबीमा थपियो। अर्को एउटा पनि हेरौँ न, अझै मजा लाग्ने वर्ष। इरास्मसले ल्याटिन आधारित एउटा वाक्यांश ग्रिक टेक्स्टमा यो कुराहरू राखेको छ। तर रोचक कुरा चाहिँ के हो भने त्यहाँनिर इरास्मस आफैले आफ्नो एनोटेसनमा चाहिँ धेरै जसो ग्रिक म्यानुस्क्रिप्टमा त्यो थपेको भाग नभएको स्वीकार गरेको छ। त्यो कुरा तपाईँहरूले इतिहासलाई हेर्न सक्नुहुन्छ है त। त्यो थिएन त्यहाँनिर भन्ने कुरा उसले आफ्नो एनोटेसनद्वारा पनि ती कुराहरू थाहा पाइन्छ। पक्नुहोस् ल, म निकाल्छु। त्यो कहाँ छ भने नि पहिलो यूहन्नाको 5 अध्यायको 7 र 8 पद पहिला नेपालीमा पढिदिन्छु है त, प्यारालल गर्दै पढ्छु त ल। गवाई दिने त पवित्र आत्मा नै हुनुहुन्छ। 7 पद, फर देयर आर 3 that bear record in heaven, the Father, the Word, and the Holy Ghost, and these 3 are one. है, मैले केजिबीमा पढेको है। गवाई दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। अब मैले यही कुरालाई चाहिँ अर्कोमा पढेँ ल। अर्को ट्रान्सलेसनमा पढ्दा यहाँ के लेखेको छ भने, फर देयर आर 3 that testifies। गवाई दिने 3 छन् भन्ने कुरा लेखेको छ।
पक्का गर्ने कुरा चाहिँ 3वटै छ अरे भन्ने लेखेको छ। नेपालीमा अलिकति बढी रहेछ। अब यहाँनिर केही कुराहरू थपेको हामीले थाहा पायौँ। हामीले अहिले पढ्दै गरेको खण्डमा चाहिँ त्रिएकलाई कायम राख्नुको लागि पक्का गरेको, त्यसको आफ्नो कारण छ। किन उसले त्यो कुराहरू गर्यो? इरास्मसले यो आफ्नो पहिलो सुरुको छापाईमा उसले छाप्ने काम 1516 गरेको छ। त्यहाँदेखि पछाडि फेरि अर्को त्यसको 3 वर्ष पछाडि 1519 उसको अर्को एडिसन आएको छ। त्यसमा यी कुराहरू पाउँदैनौँ, त्यसमा यी कुराहरू छैन। त्यसपछि एउटा ग्रिक म्यानुस्क्रिप्ट उसकोमा कोडेक्स GA61 उसले पायो, त्यसले प्राप्त गर्यो। त्यसपछि 1522 जुन एउटा तेस्रो एडिसन छ त्यहाँबाट त्यो कुराहरू चाहिँ आएको, त्यहाँ प्रवेश गरेको एउटा ग्रिक टेक्स्टमा चाहिँ त्यो प्रवेश भएको हामी पाउँछौँ। त्यसैले सरल निष्कर्षमा भन्नुपर्दा रेभोल्युसन जुन 22 लाई हामीहरूले हेऱ्यौँ, अनि प्रेरित 9 5 र 6 पदलाई पनि हेऱ्यौँ, अनि अहिलेको अन्तिममा त्यसलाई जनियन कमा भनेर भन्छ। त्यो चाहिँ के भन्नु खोजेको भने फ्रेस अर क्लज भन्न खोजेको नि। इरास्मसको कामहरू चाहिँ एकदमै प्रभावशाली भए पनि त्यसमा आएको सबै रिडिङ्स ओरिजिनल एपोस्टोलिक टेक्स्टहरू हो भन्ने होइन। त्यसरी हामीले बुझ्नु हुँदैन। केही रिडिङ सीमित म्यानुस्क्रिप्ट एभिडेन्स अनि लेटिन इन्फ्लुएन्स र काम गर्ने क्रममा उनीहरूले चाहिँ त्यसलाई एडिट गरेको हामी देख्छौँ, र ऐतिहासिक दबावको एउटा परिणाम स्वरूप पनि त्यो कुराहरू प्रवेश गरेको। किनभने त्यति बेला चाहिँ पहिलो यूहन्नाको 5 अध्यायको 7 र 8 पदमा जुन कुराहरू चाहिँ पहिला सुरुको म्यानुस्क्रिप्टमा 1516 र 1519 को म्यानुस्क्रिप्टमा राखेको थिएन, त पछिबाट चाहिँ दबावको कारणले त्यो कुराहरू फेरि प्रवेश भएको कुरा हामी थाहा पाउँछौँ। अब अर्को एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, यदि इरास्मसको टेक्स्टमा यस्तो समस्याहरू थिए भने उसको एडिसन किन यति साह्रो प्रभावशाली भयो, किन यति साह्रो प्रभावशाली बन्यो, कारण के थियो त भन्ने एउटा प्रश्न उठिहाल्छ। यसको उत्तर सिधा छ। हामीले यसलाई कसरी लिनुपर्छ भने इरास्मसको ग्रिक न्यू टेस्टामेन्ट पहिलो व्यापक रूपमा उपलब्ध र प्रिन्टेड ग्रिक न्यू टेस्टामेन्ट थियो, ऐतिहासिक प्रभाव पर्यो भन्ने कुरा जुन मान्छेहरूले बुझ्छ यसलाई चाहिँ, र पछि यसलाई कसरी सपोर्ट हुँदै गयो त, कस्तो तरिकाले यो सपोर्ट हुँदै गयो, कसले यसलाई सपोर्ट गरे अथवा यसमा कसले काम गरे, यसमा कसले काम गरे भन्ने कुरालाई हामीले हेर्दाखेरि इरास्मसले काम गरे। त्यस पछाडि चाहिँ स्टेफनसले इरास्मसको टेक्स्टमा धेरै भरोसा गरेको हामी देख्छौँ। त्यस पछाडि बेजाले पनि स्टेफनसको जुन एउटा टेक्स्ट छ उसले तयार गरेर त्यसलाई अझै आधार बनाएको हामी देख्छौँ। टेक्स्चुअल लाइन बनिँदै आएको र पछि गएर किङ जेम्स भर्जनको एउटा ग्रिक आधार सब टेक्स्ट भनौँ न भएको उनीहरूले त्यसरी स्वीकार गरे। अनि पछिबाट आएर चाहिँ यो केजिबीको काम चाहिँ 1604बाट हुनसक्छ, मैले गल्ती गरेँ भने 1604बाट सुरु भयो। त्यहाँदेखि 1611मा पहिलो एडिसन आयो। अनि त्यो पहिलो एडिसन आएपछि फेरि केही क्रिटिक्सहरू भए त्यसमा। त्यस पछाडि त्यसको लगत्तै 1628मा अर्को एडिसन आयो। यो चाहिँ त्यस्तो तरिकाले हुँदै आयो र किङ जेम्स बाइबलको पछाडि रहेको एउटा ग्रिक टेक्स्ट मूलतः इरास्मसले तयार गरेको एउटा टेक्स्ट वा चाहिँ स्टेफनस र बेजा मार्फत आएको टेक्स्ट हो भन्ने कुरा बुझ्नु पर्यो। त्यसरी हामीले जान्नु पर्यो। जब हामीले त्यो कुराहरूलाई बुझ्छौँ त्यसो हुँदा चाहिँ के हुन्छ भन्दाखेरि यो बाइबलको इतिहास ट्रान्सलेसन हुँदै आएको र त्यो कारणले गर्दाखेरि केही कुराहरू फरक आएको छ। टेक्स्टस सब्टेस पछाडि आएको जुन केजिबीले प्रयोग गरेको छ, इरास्मसले जुन टेक्स्टहरू चलाइरहेका थिए त्यो चाहिँ इरास्मस, त्यस पछाडि स्टेफनस, त्यस पछाडि बेजा, अनि त्यहाँदेखि केजिबी आएको छ। त्यो नै ओरिजिनल अपोस्टोलिक टेक्स्ट अथवा चाहिँ अटोग्राफ परमेश्वरले प्रेरणा गरेर प्रेरितहरूलाई लेख्नु लाउनु भयो, त्यही प्रेरितहरूले लेख्नु लगाएको जस्ताको तस्तै ल्यायो भन्ने कुरा हामीले बुझ्नु हुँदैन। त्यसलाई त्यसरी बुझ्नु हुँदैन। यो चाहिँ रिसिप्ट टेक्स्ट भन्ने, टेक्स्टस रिसेप्टस प्राप्त गरिएको भन्ने भाषा प्रसिद्ध बनायो। त्यसै कारणले गर्दाखेरि चाहिँ पछाडि यसलाई चाहिँ एउटा इतिहासमा एउटा रिजर्भ भनेर ओरिजिनल कपी जस्तो त्यसलाई माने, तर वास्तवमा त्यो ओरिजिनल कपी चाहिँ होइन, त्यो चाहिँ हिस्टोरिकल रिसेप्सन भएको इतिहासमा यसलाई चाहिँ स्वीकार गरिएको हो। तर प्रेरितहरूले जे कुराहरू लेखेका थिए, जे कुराहरू भनेका थिए, परमेश्वरले जसरी लेख्नु लगाएको थियो त्यही आयो भन्ने कुरा चाहिँ त्यो चाहिँ एउटै हो भन्ने हामीले त्यस्तो तरिकाले चाहिँ यसलाई बुझ्नु भएन। यसकारण एउटा टेक्स्चुअल क्रिटिसिजम, द साइन्स अफ द टेक्स्चुअल क्रिटिसिजम, परमेश्वरले समयको अवधिमा, समयको अन्तरालमा हामीहरूलाई त्यो कुराहरू दियो। किनभने हामीसँग त्योभन्दा अगाडिको धेरै टेक्स्टहरू जति पनि म्यानुस्क्रिप्टहरू छ, मेडिभल टेक्स्ट 11th
टु 15th सेन्चुरी भन्दा अगाडिका जति पनि कुराहरू छ त्यो कुराहरू अहिले पनि प्राप्त छ भनौँ, अहिले पनि त्यो कुराहरू सुरक्षित छ। र त्यो चाहिँ पहिलो शताब्दीको नभएर चाहिँ पछाडि, धेरै पछाडि भएको कुरा र इरस्मसकै आसपासमा भएको कुरा हामीले त्यहाँनिर थाहा पाउँछौँ। र एन्सियन्ट म्यानुस्क्रिप्टहरू जुन एउटा भर्जनहरू छ त्यो चाहिँ त्यति बेलाको नभएर अथवा त्यो अर्ली चर्च फादरहरू जति पनि एउटा प्रारम्भिक चर्च पिताहरूको एउटा साइटेसन, उनीहरूले गरेको एउटा कोटेसनहरू, एउटा बाहिरी प्रमाण, एउटा एक्सटर्नल एभिडेन्स अनि आन्तरिक एउटा एभिडेन्स, इन्टरनल एभिडेन्स, स्क्राइबल एभिडेन्स, शास्त्रीहरूको एउटा जुन गर्ने तरिका छ, उनीहरूले जस्तो तरिकाले अर्बनाइजेसन यसलाई मिलाउनु खोज्यो। अनि यी सबै कुराहरू हामीले हेर्दाखेरि कतिवटा चाहिँ इन्टेन्सनली अनि कतिवटा चाहिँ अनइन्टेन्सनली, उद्देश्य त राम्रै हो गर्नु खोजेको, तर गर्दै जाँदाखेरि कहिलेकाहीँ आँखाले उसलाई धोका दियो, कहिलेकाहीँ उसको लेख्दैछ एउटा कुरा, विवेकले अर्को कुरा भन्दैछ, त्यस्तो भयो। कहिलेकाहीँ चाहिँ त्यो लाइनहरू मिस भयो, लाइनहरू। अनि अर्को सबैभन्दा मुख्य कुरा त त्यति बेला एउटा अक्षरदेखि अर्को अक्षरको ग्यापहरू पनि थिएन पहिला सुरुको। यी हरेक कुराहरूको कारणले गर्दाखेरि यस्तो कुराहरू भयो। तर अहिले पनि हामीसँग परमेश्वरले जे कुरा मानिसको निम्ति दिएको थियो, अरिजिनल कपीबाट कपी गरेका म्यानुस्क्रिप्टहरू, हातले सारिएकाहरू अहिले पनि धेरै छ। जब हामीले सबै कुराहरूलाई विचार गरेर चाहिँ अर्लिएस्ट फर्ममा रिकभर गर्न खोज्छौँ, त्यो ट्याक्स गर्ने जुन एउटा काम छ, पुनर्निर्माण गर्न सकिने एउटा त्यो पाठलाई त्यहाँ भएको परमेश्वरले प्रेरितहरूलाई दिएको भनौँ न, त्यो लेख्नु लागेको जे कुराहरू थियो त्यो अहिले पनि त्यसलाई चाहिँ पहिचान गर्न सक्ने आधारहरू अहिले पनि पुरै छ। यस कारणले गर्दाखेरि यो ट्रान्सलेसनहरूको एउटा टेक्स्चुअल क्रिटिसिजम र त्यसले हामीहरूलाई चाहिँ खराब होइन, तर परमेश्वरको वचनमा पक्का भएर नि परमेश्वरको वचन सत्य रहेछ। किन सत्य रहेछ भन्दाखेरि केही कुराहरू लेख्ने क्रममा मान्छेको काम देखा परेको रहेछ, त्यसमा कुनै शङ्का छैन। तर त्यो लेख्दै जाने क्रममा कतिवटा चाहिँ मान्छेले इन्टेन्सनली त्यसलाई केही कुराहरू मान्छेले विवेक प्रयोग गरेर त्यसलाई राख्नु खोजेको रहेछ। तर कतिवटा चाहिँ पत्तो नभइकन त्यो कुराहरू त्यहाँनिर काम गर्दै जाँदाखेरि त्यस्तो तरिकाले लेख्न पुगेछ भन्ने कुरा बुझ्नु पर्यो। किनभने हामीसँग अहिले जति पनि कुराहरूको साधनहरू छ, जति पनि हामीसँग भएको कुराहरू छ, यसले हामीहरूलाई त्यो कुराहरू देखाउँछ। तर जे जति भए पनि यहाँनिर यो सबै कुराहरूले सिद्धान्तमा केही असरै पार्दैन। यहाँनिर केही त्यस्तो असर पार्ने कुराहरू केही पनि छैन। किनभने पहिलो पत्रुस 1 अध्यायको 24 र 25 पदले त्यहाँनिर के कुरा बताउँछ भने, यहाँ के लेखिएको छ भने, किनकि सबै प्राणी घाँस जस्तै र तिनका सबै गरब घाँसका फुल जस्ता, घाँस फैलाउँछ र फुल चाहिँ झरिहाल्छ, तर परमप्रभुको वचन सदा सर्वदा रहिरहन्छ। अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो। त्यसकारण यहाँ के भन्दैछ भने, जतिसुकै जेसुकै भए पनि परमेश्वरको वचन चाहिँ रहिरहन्छ। परमेश्वरले उहाँको सर्वभौममा, उहाँको सभरेन्टीमा, परमेश्वरले उहाँको वचनलाई मानिस जातिको निम्ति उहाँकै प्रोभिडेन्स, उहाँकै प्रबन्धमा त्यसलाई प्रिजर्भेसन गर्नुभयो, त्यसलाई सुरक्षित राख्नुभयो। प्रभुको वचन चाहिँ सदा सर्वदा रहिरहन्छ। हामीले त्यो कुराहरूलाई हेरौँ। र मोडर्न स्कलरसिपको ठुलो एउटा भाग यहाँनिर हामी पाउँछौँ। त्यसमा धेरै भेरिएन्टहरू छन्, तर ट्याक्स हामीसँग जे जति छ त्यो हराएको छैन। पाठमा भिन्नताहरू छन्, पाठमा केही फरक कुराहरू छन्, तर परमेश्वरको वचन चाहिँ जस्ताको तस्तै छ, हराएको छैन। मान्छेको काममा केही कुराहरू त देखा परेकै हो, तर मान्छेको काममा देखा परे पनि अरिजिनल म्यानुस्क्रिप्टबाट, अटोग्राफबाट सारेको पाण्डुलिपिहरू हामीसँग अहिले पनि छ। हामीले त्यो कुरालाई भुल्नु भएन। इरस्मसको काममा कमजोरीहरू भए पनि त्यसले कुनै पनि हाम्रो इसाई जीवनमा यसलाई चाहिँ एक खतरामा पारेको, जेपोटाइज गरेको त्यस्तो केही पनि छैन। हामीले त्यो कुरा बुझ्नुपर्छ कि छ टेक्स्चुअल भेरिएन्टहरू छ, तर यसको मतलब चाहिँ त्यो पूर्ण रूपमा यस्तो भयो भन्ने कुरा होइन, त्यस्तो छैन। तर हामीसँग अहिले पनि टेक्स्टहरू छन्, त्यसलाई रिकभर गर्न सकिन्छ र रिकभर गरिएका छन् अहिले हामीसँग भएको। र सरल रूपमा भन्नुपर्दा चाहिँ एउटा टेक्स्टस रिसेप्टिस इतिहासमा प्रभावशाली ट्याक्स हो, तर त्यसलाई स्वतः ओरिजिनल एउटा अपोस्टोलिक ट्याक्स भन्नु मिल्दैन। जति पनि इरास्मसको काम उसले गरेका थिए त्यहाँनिर केही त्रुटिहरू भयो, तर यसबाट पाठकले चाहिँ आलोचनाको एउटा आवश्यकता
त्यसले चाहिँ अझै परमेश्वरको वचनलाई विशुद्ध रूपमा हामीहरूले बुझ्दै र सत्य के थियो त, के दिएको थियो भन्ने कुराहरूलाई अझै चाँदी र सुन जस्तो त्यसलाई खार्ने काम भयो जति पनि मान्छेले गरेको कुराहरू। यस कारणले गर्दा परमेश्वरको वचन सुरक्षित छ। जति पनि हामीहरूलाई दिएको एउटा प्रमाणहरूको यसलाई सावधानीपूर्वक अध्ययनले पनि के कुरालाई देखाउँछ भन्ने परमेश्वरको वचन एकदमै भरोसा गर्ने एउटा योग्यको अति हामीहरूलाई हाम्रो विश्वासमा बलियो बनाउने छ। तर यसले जति पनि भेरिएन्टहरू छ, केही कुराहरू त्यहाँनिर तलमाथि छन्, त्यसले हामीहरूलाई कमजोर बनाउने होइन, त्यसले हामीहरूलाई विश्वासमा डल्पलाउने होइन, तर हाम्रो विश्वासलाई एकदम दृढ बनाउने, बलियो बनाउने र परमेश्वरको वचन किन अति नै भरोसा योग्य छ भन्ने कुरा राम्रोसँगले बुझ्न सहायता गर्छ। यस कारणले गर्दा हामीले यसको निष्कर्षमा हामीले कस्तो तरिकाले हेर्न सक्छौँ भने उसको मुख्य सोर्सहरू केही लिमिटेसन भएको कारणले गर्दाखेरि केही फरक आयो। इरास्मसले जे कुराहरू गरिरहेका थिए, उसले 11th to 15th सेन्चुरीभित्रका ट्याक्सहरू, त्यो चाहिँ मिनिस्क्युल ट्याक्सहरू प्रयोग गरेका थिए, अनसेल ट्याक्सहरू होइन। अनसेल ट्याक्स भनेको क्यापिटल लेटरमा जति कुराहरू थियो पहिला सुरुमा, ती कुराहरू नभएर पछाडि कर्सेप राइटिङमा आएको सानो अक्षरका ट्याक्सहरूले ग्यादर गरेको थियो। उनले आफूलाई उपलब्ध भएको ग्रिक न्यू टेस्टामेन्ट पाण्डुलिपिको सानो लेट सेन्चुरीको समयमा इनफ इभिडेन्स पाण्डुलिपिहरू मेनुस्क्रिप्टहरूको आधारमा उसले त्यो कुराहरू थोरै सोर्स भएको कारण उसले त्यसलाई त्यति नै तयार गरे। यस कारणले गर्दाखेरि केही कुराहरू आयो र इरास्मसको ट्याक्समा देखिएको धेरै एउटा ट्याक्सल डिफरेन्सेस, केही मुख्य कारणहरू हामीले अघि हेरेका थियौँ। त्यो चाहिँ के हो त भन्दा पहिलो कारण हामीले के हेरेका थियौँ भन्दाखेरि सीमित मेनुस्क्रिप्टको एउटा लिमिटेड मेनुस्क्रिप्ट भएको कुरा, अर्को कुरा हतार, अत्याधिक हतार गरेको कुरा, अर्को कुरा चाहिँ प्रिन्टिङ गर्ने ठाउँमा पनि टाइपोग्राफिकल भनौँ न त्यस्तो खालको इरोर्स भएको, र अर्को कुरा चाहिँ लेटिन भल्गेटको प्रभाव भएको। अर्को हामीले रेभेलेसन 22 अध्यायमा अन्तको केही पदहरू हराएको कुराहरू हामीले हेरेका थियौँ। अनि त्यो कुराहरू चाहिँ अहिले पनि कन्ट्रोभर्सी भनौँ न त्यो भइरहेको हुन्छ। तर मेडिभल ट्याक्समा ती कुराहरू देखा परे पनि अर्ली मेनुस्क्रिप्टमा ती कुराहरू छैन। अर्ली मेनुस्क्रिप्टमा त्यस्तो कुराहरू हामी पाउँदैनौँ। यसको सबैभन्दा प्रख्यात कारणहरू हामीले अघि जुन जुन हेऱ्यौँ त्यहाँनिर हामीले हेरेकोमा रेभेलेसनको कुरा भयो, प्रेरितको कुरा भयो, अनि पहिलो यौनाको कुराहरू भयो, त्यो कुराहरू देख्छौँ। र यसमा पछि गएर एउटा प्रख्यात एउटा प्रभावशाली हाम्रो मान्छेहरूले चाहिँ किन तिनै यो नै प्रभावशाली, यो नै सही हो भनेर कसरी मान्नु पुगे भन्दाखेरि जुन सर्कुलेसन भनौँ न एउटा ट्रान्समिसन हुने काम छ, त्यो ट्रान्समिसन हुने काममा पनि केही फरक भयो। जस्तो इरास्मसले काम गर्यो, त्यस पछाडि इरास्मसको काममा स्टेफनसले काम गरेकोमा उसले इरास्मसमाथि पूर्ण रूपमा भरोसा पर्यो, अनि स्टेफनसले गरेकोमा बेजाले पूर्ण रूपमा भरोसा परे। र तिनीहरूको काममाथि अन्तिममा त के भयो भन्दा केजिबी जब पनि ट्रान्सलेसन हुने भयो 1611 त्यति बेला यही ट्याक्स लाइनलाई उनीहरूले भरोसा गरे। त्यस्तो अवस्थाबाट त्यसरी चाहिँ एउटा एकले अर्कालाई भरोसा गर्दै गएकोले गर्दा एउटा इरास्मसको कामले एउटा प्रोटेस्टेन्ट बाइबल हिस्ट्रीमा चाहिँ गहिरो प्रभाव पार्यो। र हामीले के कुरालाई बुझ्नुपर्छ भन्दा जति पनि कामहरू भएको थिए त्यो कामहरू चाहिँ ओरिजिनल ट्याक्सबाट भएको थिएन, तर उसले चाहिँ मेडिभल ट्याक्स, त्यो पनि लेट भन्ने कुरा हामीले बुझ्नु पर्यो। शास्त्रको जुन अधिकार छ, परमेश्वरको वचन स्थिर रहँदा पनि त्यसको ट्रान्समिसन हिस्ट्रीलाई इमान्दारीपूर्वक अध्ययन गर्नुपर्छ है, र परमेश्वरको वचनमा हामी कसरी पक्का हुनुपर्छ है भन्ने कुरा सिकाउँछ। मैले यहाँ भन्नु खोजेको कुरा चाहिँ के हो भने एउटा बुद्धिमानी मान्छेले चाहिँ केही कुरा चाहिँ यस्तो छ है भन्ने कुरा बताइसकेपछि बुद्धिमानी मान्छेले चाहिँ परमेश्वरको वचनमा ऊ एकदमै समर्पित भएर हो कि होइन भनेर खोजेर अनि त्यहाँदेखि म केही भुलमा रहेछु अथवा उसलाई केही प्रश्न आयो भने केही प्रश्न उठाएर त्यस पछाडि उसले सोध्नु सक्छ। तर मूर्ख मान्छेले चाहिँ त्यसो भने यो म फ्याल्दिनु भनेर चाहिँ तर्क गर्नु खोज्छ। यसमा ओरिजिनल कपीमा यस्तो छैन भनेर भन्नु चाहिँ फ्याल्नु भन्ने होइन। कतिचोटि चाहिँ हाम्रो थोरै विवेक भएको र सीमित ज्ञान भएकोले गर्दा हामीमा घमण्ड हुनसक्छ। यो घमण्डले हामीहरूलाई फाइदा होइन, तर हामीहरूलाई चाहिँ परमेश्वरको वचनबाट टाढा लान्छ त्यसो भयो भने चाहिँ। यस कारणले हामीले अहिले यी सबै कुराहरूले हामीहरूलाई के कुरा सिकाउँछ भन्दा यो जति पनि कुराहरू चाहिँ परमेश्वरको वचन जुन तरिकाले वचन चाहिँ एउटा ट्रान्समिसन, एउटा हिस्ट्रीलाई हामीले अध्ययन गर्दै जाँदा परमेश्वरको वचन कति विशुद्ध छ, पक्का छ भन्ने कुरा हामीलाई सिकाउँछ ट्याक्सल क्रिटिसिजमले चाहिँ।
परमेश्वरको वचन कहिले पनि इतिहासमा हराएको रहेन रहेछ। परमेश्वरले उहाँको वचनलाई उहाँ स्वयंले उहाँको सार्वभौमलाई सुरक्षित राख्नु भएको रहेछ भन्ने कुरालाई हामीले बुझ्छौँ। जस्तो हामीले एसेन्सको कुराहरूलाई हेरिरहेका थियौँ, जो चाहिँ 250 BC लिएर 70 AD को आसपाससम्म हामीले देख्छौँ। उनीहरूको विषयमा हेरेका थियौँ, उनीहरूले कसरी त्यो कुराहरूलाई सुरक्षित राखेका थिए, हामीले त्यो कुराहरू हेरेका थियौँ। अनि त्यसले हामीलाई के गर्यो, यो वचन साँच्चै नै विशुद्ध छ भन्ने कुरा। आज हामीले धेरै खालको ट्याक्सहरू, धेरै खालको भर्जनहरू पाउँछौँ। जिहोवा विटनेसले चलाउने बाइबल हामीले पढ्यौँ भने उनीहरूले आफ्नो पक्षमा के गर्नु मन लागेको छ त्यसमा त्यहाँ परिवर्तन गरेको छ। हामीले के कुरा बुझ्नु पर्यो भने परमेश्वरले मानिसलाई जे कुरा दिनुभएको छ त्यसलाई कसरी प्रिजर्भ गर्ने, त्यसलाई कसरी प्रिजर्भ भएको छ, परमेश्वरको कार्य कसरी स्थापित रहेको छ र परमेश्वरले आफ्नो प्रबन्ध मानिसहरूप्रति कसरी कायम राख्नु भएको छ भन्ने कुरा बुझ्ने हो। र हामीले के कुरालाई बुझ्नु पर्यो भने टेक्सुअल क्रिटिसिजम र टेक्सुअल भेरिएन्टले हामीहरूलाई परमेश्वरबाट टाढा लाने होइन, तर यसले हाम्रो विश्वास र परमेश्वरको वचनप्रति हाम्रो हृदय कति धेरैसँगले, कति सही तरिकाले विश्वासमा बलियो भएर अगाडि बढ्न सहायता गर्छ भन्ने बुझ्नु पर्यो। त्यसैले इरस्मसको लिमिटेसन छ, ट्याक्सहरू थोरै हुनु चाहिँ बाइबलको एउटा कमजोरी हो भन्ने होइन, त्यस्तो तरिकाले बुझ्नु भएन। यो बाइबलीय पाठ कसरी इतिहासभरि एउटा प्रसारित भयो भन्ने कुरा गम्भीरतापूर्वक बुझ्ने, त्यसलाई बुझ्नुपर्ने, नबुझी नहुने, यो चाहिँ एकदमै आवश्यकता, यो चाहिँ फन्डामेन्टल इम्पोर्टेन्स भनौँ न, यो चाहिँ एकदमै बुझ्नै पर्ने र कसरी यो कुराहरू चाहिँ हामीले जान्नुपर्ने भन्ने कुरा हो। त्यस कारणले गर्दाखेरि प्रिय दाजुभाइ दिदीबहिनी, आज हामीले जे कुराहरूलाई हेरेका छौँ, आज मैले तपाईँहरूलाई इरस्मसले कसरी यी कामहरू गर्यो र यी कामहरूमा कसरी परिवर्तन हुँदै आए, इरस्मसले कसरी ट्याक्सहरू चलाए भन्ने कुरा हेरिरहेका छौँ। र अहिले हामीसँग भएको कुरा चाहिँ विशेष गरेर मर्कुस 16 अध्यायको 9 पददेखि 20 पदसम्म भएको खण्ड किन ब्र्याकेटभित्र छ, यो ब्र्याकेटमा हालिनुको कारण के हो र उनीहरूले कुन ट्याक्सलाई चलाएका थिए, के कारणले गर्दा त्यो बिचमा आए र अहिलेको मोडर्न ट्रान्सलेसनहरूसँग जति पनि पर्याप्त पाण्डुलिपिहरू छ, म्यानुस्क्रिप्टहरू छ, उनीहरूले त्यसलाई किन ब्र्याकेटमा राखे भन्ने कुराहरूलाई बुझ्नको निम्ति मैले तपाईँहरूलाई इरस्मसको कुरा ल्याएँ। इरस्मसको कुरा ल्याउनुको कारण चाहिँ इरस्मसले केजीबी बाइबल गरेको त होइन, तर केजीबी बाइबल त धेरै पछाडि आयो, 1611 मा उसको पहिलो पब्लिस्ड भयो। तर यसमा चाहिँ इरस्मस, स्टेफनस, बेजा हुँदै केजीबीसम्म आइपुगेको एउटा इतिहास भएको कारणले गर्दाखेरि मैले इरस्मसको कुराहरूलाई ल्याउनुपर्छ, किनभने इरस्मसले जति पनि कुराहरू गरेका छन् ओरिजिनल टेक्स्ट प्रेरितहरूद्वारा लेखेको ओरिजिनल अटोग्राफबाट नभएर 11th to 15th सेन्चुरीको मेडिभल टेक्स्ट चलाएको कारणले गर्दा यस्तो कुराहरू आयो। यो चाहिँ इरस्मसलाई स्टेफनसले पूर्ण रूपमा भरोसा गरे, त्यस पछाडि स्टेफनसले बेजाले भरोसा गरेर अन्तमा चाहिँ केजीबीले पनि त्यही टेक्स्टुअल लाइनलाई भरोसा गरेर हाम्रो बिचमा चाहिँ आइपुगेर एउटा प्रोटेस्टेन्ट बाइबल हिस्ट्रीमा त्यसले अति नै प्रभाव पारेको छ भन्ने कुरा हामीले हेरेका छौँ। र यी सम्पूर्ण कुराहरूले हाम्रो विश्वासमा हामी डराउँदै परमेश्वरको वचनको विशुद्धतालाई जान्दै र परमेश्वरको हृदयलाई थाहा गर्दै हामी प्रभुमा बढ्दै हुर्किँदै जानको लागि परमेश्वरले सम्पूर्ण कुराहरूमा आशिष दिएका हुन्। सबैलाई जय मसीह। र प्रभुले हामी जतिजना छौँ सबैजनालाई परमेश्वरले यी वचन बुझ्न र हामीहरूले यसको एउटा इतिहासलाई जान्नको निम्ति हाम्रो समाजहरू खोलिदिएका हुन्।